अब फोन हामी पनि चलाउँछ, हामी पनि देखाउन सक्छ। उहाँ चाहिँ पुष्पा फ्लावर सम्झाए क्या, फायर फायर। यो चाहिँ हाम्रो ग्रान्डफादरको जीवी भएको जग्गामा सफा गरेको। सब कुरा अहिले देखाउटी हुन्छ। फोन ल्याउनु भएन? देखाउँदै अब सबैलाई देखा। म पनि काम गर्थेँ कि घोप्टी नै हुँदैन नि त। भिडियो गर्नु भिडियो कामै हो। फोटोग्राफी भिडियोग्राफी गर्नु साह्रो छ नि। त्यही भएर म त यहाँ भिडियो गरेको। म चाहिँ डिजिटल क्रिएटर हो भन्नु। डिजिटल क्रिएटर कन्टेन्ट क्रिएटर पनि कामै हो। साह्रो छ नि डिजिटल हाम्रो अस्मी है, हाम्रो अस्मी यहाँ हुनुहुन्छ। अस्मी 2 शब्द राखिदिनुहोस् न, 2 शब्द राखिदिनुहोस् न। तपाईँले पनि 2 शब्द राखिदिनुहोस् न। यहाँको भोक लाग्यो जस्तो भयो मलाई। धन्यवाद खानु पकाउनुहुन्छ भनेपछि खानु भोगी जस्तो भयो बेलुका भइरहेछ यो वाइडमा बनाउन अलिकति के अन्त के नजान्ने खालको आइफोन हो। बेसी भला भिडियो पनि चिसो काम गर्न आउनु घोप्टी। अलिक डडेलहरू घोप्ट्यौ यहाँदेखि घोप्टिँदै कलर गर्ने ब्लू लगाएको थियो नि। बोल्दैन नि त यिनीहरू त आज त पर्छ यो देखेर। This is organic and fresh. Mom? आजको खेताला पात सकेर आइयो। यो फुल रोप्नुको लागि मल ल्याएको अरे। ट्याक्स भ्याट केही पनि लाग्दैन, आफ्नै बारीको। यो चाहिँ अन्डरग्राउन्ड ट्रेन कुद्ने बाटो। अरू जग्गा ट्रेन अरू जग्गा ट्रेन छ छैन या छैन, यहाँ हाम्रो चाहिँ अन्डरग्राउन्ड ट्रेन। हाम्रो चाहिँ अन्डरग्राउन्ड ट्रेन गर्छ। यो चाहिँ एकदम यो जुन चाहिँ देख्नुहुँदैछ यो चाहिँ तपाईँको पानीको पाइप फुल्ली कन्स्ट्रक्ट मेटलको हो। यो चाहिँ माथि इन्टेकदेखि आउँछ र तल पावर स्टेसनमा जान्छ, जुन चाहिँ इलेक्ट्रिसिटी जेनेरेट हुन्छ त्यसको लागि हो। र यो चाहिँ हाम्रो आजको खेतालाहरू। यो प्लान्ट जुन चाहिँ देखिरहनु भएको छ यो स्पेसली जुन चाहिँ बुकेहरूमा युज गर्छ। यो चाहिँ हाम्रो यहाँनिर चाहिँ यसरी जहाँ पनि तिन उडिरहेको हुन्छ। अरूले बुके बनाउनुको लागि किन्नुपर्छ, तर यहाँ चाहिँ सरल लगभग उपलब्ध छ।
चारैपट्टि यही घाँस मात्रै छ। यो चाहिँ मङ्ले आइआरबी बेस क्याम्प। अन्त यो चाहिँ तपाईँको तल खामदुङ एरिया पर्छ र यो चाहिँ मङ्ले याङयाङ साउथ सिक्किम। यो जुन चाहिँ देखिरहनु भएको छ यो सबै सुपारीको रुख हो। यहाँ पनि गरम चाहिँ तपाईँको सिलगढी जतिकै नै छ। सुपारी, आँप, नरिवल अलिअलि फल्छ। यो जुन चाहिँ देख्नुहुँदैछ यो नरिवलको राम्ररी नपाकिकन झरेको। तिमी कहाँ गएको थियो? आएन त आज त अन्त कि पछाउँदै यहाँ? यो चाहिँ हाम्रो घर, यो अञ्जनेरको घर, यो सोमनाथ श्यामको घर।